गाइस तपाईहरुलाई स्वागत छ। हामी चाहिँ गुरुबाकोट नगरपालिकाको वडा नम्बर 12 स्थित यो भट्टेचौर भन्ने ठाउँमा छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हाम्रो वडा सदस्य म्याम वर्षा म्याम प्रिय मान्छे अनि मेरो प्रिय भाइ हुनुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै ड्रेगन फ्रुटको बारी छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। हामी चाहिँ यो कालो चढ्दै माथि चाहिँ माथिबाट हामी हैन देखाउने छौँ हजुरहरूलाई चाहिँ। अनि यो चाहिँ हाम्रो सुर्खेत जिल्लामा रहेको छ। तपाईहरुलाई हामी सँगसँगै तपाईहरुलाई चाहिँ यहाँको बारेमा अलिकति भए पनि अलि जानकारी दिने कोसिस गरिरहेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ तपाईको ड्रेगन फ्रुटको बारी। म हजुरलाई विस्तारै रूपमा देखाउँछु। यहाँ हाम्रो टिम हुनुहुन्छ। त्यस्तो छ तपाईहरु देख्न सक्नुहुन्छ। यो फुल्ली ड्रेगन फ्रुट हैन यस्तो छ, यस्तो बिरुवा चाहिँ हुन्छ यसको। चौर भन्ने ठाउँमा छ। यो चाहिँ सुर्खेत जिल्लामा रहेको छ। हामी चाहिँ आज शुक्रबारको दिनको अवसर पारेर हामी यहाँ अलिकति यसको बारेमा बुझ्न आयौँ, यसको बारेमा गर्न आयौँ। कस्तो रहेछ त के रहेछ भनेर यहाँ बुझ्न आयौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ यस्तो छ अवस्था। यो सबै धेरै लगभग यहाँको सबै घरधुरीले चाहिँ नलगाएको भन्ने चाहिँ छैन। सबैले चाहिँ यो ड्रेगन फ्रुटको खेती नै छ। यो तपाईँ देख्न सक्नुहुन्छ। ड्रेगन फ्रुटकै खेतीमा प्रवेश गर्दैछौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ ड्रेगन फ्रुट एकदम नजिकबाट निहालेर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले भर्खर यो पलाउँदैछ, दाना लागेको अवस्था यस्तो छ देख्न सक्नुहुन्छ। यसमा पुरै काँडा हुँदो रहेछ। त्यस्तै अवस्था छ। हजुर यो खानै सक्दैनन् होला, अब त्यो घोच्छ होला त्यसले। हजुर ए यहाँ एकदमै गजब छ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो पुरै ड्रेगन फ्रुटको बारी हो। अनि हामी यो ड्रेगन फ्रुटकै ओनर एकजना सर हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ। सर हजुरको शुभ नाम? ए अनि यो सर के अरे यो ड्रेगन फ्रुटको बारेमा चाहिँ अलिकति जानकारी गराइदिनुहोस् न। ड्रेगन फ्रुट अब पहिला यस्तै हामीले पनि च्यानलमा हेरेको छ। हजुर युट्युबहरूमा हेरेर अनि हामीले पनि यो खेती गर्नुपर्छ। हजुर गाउँठाउँमा पनि यस्तो राम्रो खाले फलफुलको हजुर उत्पादन गरौँ भनेर हजुर लागि पऱ्यो। यो एकदमै खुसी लाग्यो। सबैमा सर तल देखाउनुहोस् त, त्यहाँ देखाउनुहोस् त। यो टायरहरू चाहिँ किन राखिएको रहेछ? यो टायरहरू वास्तवमा यो बिरुवालाई माथि हुर्किने अवस्थामा भएको बिरुवालाई फेरि नुहाएर अलि तल दाना लगाउन फल फलाउनको लागि त्यसमा प्रयोग गर्छ। अनि यो कति समयमा चाहिँ रेडी हुन्छ, हामीले खानु योग्य चाहिँ हुन्छ? यो फुलेको उसको डेढ वर्ष जति लाग्छ सर यसलाई माथि टायरमा आइपुग्यो। अनि 1.5 वर्ष पछाडि अब फल्ने फुल्ने सुरुवात हुन्छ कि फुल फुलेको लगभग 15देखि 20 दिनभित्रमा यो फल फल्ने तयारी। अनि यो हजुरलाई यो व्यापार गर्नु लागेको कति समय भयो? यो अहिले हाम्रो यो गाउँमा लगभग 3 वर्ष अहिले बेच्न लाग्यो। लगाउन लागेको 5 वर्ष जति भयो। हजुर हजुर बेच्न लाग्यो 3 वर्ष।
कतिको मेहनत गर्नुपर्दो रहेछ यो हुन्छ नि यो के अरे यो बारी लगाउँदा यो ड्र्यागन फ्रुटको हुन्छ नि यो चाहिँ कसरी कन्सेप्टको तपाईँलाई चाहिँ आयो कि मैले यो ड्र्यागन फ्रुटको व्यापार गर्नुपर्छ यो खेती गर्नुपर्छ भन्ने किसिमको कसरी तपाईँको दिमागमा त्यो आयो त हुन्छ नि व्यापारिक यो अब हामी पहिला पनि यो सामान्य रूपमा के अरे यो व्यवसाय तरकारी खेतीमा आएर देख्यौँ हामीले अनि हामीले यसलाई अलिक व्यापक रूपमा फलफुल जन्ने तर्फ पनि लाग्यो भन्ने हिसाबले सबै साथीहरूले अब यस्तै सामाजिक सञ्जालमा युट्युबहरूमा त्यसैको आधारमा हामीले अनि कृषि निर्देशनालयमा सर्वप्रथम कृषि गऱ्यौँ त्यसरी उहाँहरू सपोर्ट गर्नु भएर हामीले यहाँ पूर्व पिचरी हो कि इनरुवा हजुर 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 त्यो तपाईँको बिरुवा लिएर हजुर हजुर अनि यो कार्यक्रम सञ्चालन ए इनरुवाबाट ल्याउनु भयो यो चाहिँ सुनको बिरुवा ए यो तपाईँको सुनसरी जिल्लामा पर्छ हजुर तपाईँको इटरी आउनुभन्दा पहिला नै कोशी ब्यारेज क्रस गरिसकेपछि ल्याउनु भयो होला ए अनि ठिक छ अहिले पछिल्लो अवस्थामा हामी यहीँ पनि जाने गर्छौँ ए हजुर 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 अनि वार्षिक रूपमा कतिको आम्दानी हुन्छ हजुरको चाहिँ हुन्छ नि योबाट कतिको आम्दानी गर्नु भएको छ ए आम्दानी त छ सर राम्रो छ साथीहरूले र सबैले कमाएको छ यो नगदे बाली भयो पहिला अब हामीले यो मकैहरू गहुँहरू लाउनेलाई यति धेरै प्रफिट दिन सक्दैन अहिले धेरै चाहिँ छ घर परिवारमा सबै खालको यस्तो साह्रो अनि कस्तो तपाईँले महसुस गरिराख्नु एकदम छ अब यो व्यापारको हिसाबमा त अब एकदम राम्रो छ स्वास्थ्यको लागि पनि एकदम राम्रो छ र आम्दानी आयको पनि एकदम राम्रो छ अहिले अब यो विश्वकै नयाँ फल भन्छ 1000 रुपियाँ केजी भन्ने कुरा हो पछिल्लो अवस्थामा आएर त्यो 800,000 त अब ठुल्ठुला महँगा ठुला बडाले मात्रै खाने देखियो यो चाहिँ प्रति केजी कसरी बेच्नुहुन्छ कसरी सेल गर्नुहुन्छ यो प्रति केजी अघिल्लो वर्ष सेलमा 500ले दिन्छ फिचरमा 600सम्म छ अहिले आएर अब अलिक व्यापक रूपमा भयो त्यसलाई घटाएर 350 रुपियाँ तपाईँलाई कति क्विन्टलसम्म बेच्नुभयो मैले चाहिँ अघिल्लो वर्षभन्दा यो वर्ष चाहिँ बेटर भयो होला सबै पनि बढी नै भयो अब मैले भन्दा पनि अब साथीहरूले ठुलो मात्रामा लाउने अनि के छ यो तपाईँले आफ्नै के अरे हजुरले चाहिँ यो आफ्नै लगानीमा गर्नुभयो कि तपाईँले अनुदान पनि केही त्यस्तो पाउनुभयो कि यस्तो अनुदान अब हाम्रो कृषि निर्देशनालय त्यसमा हाम्रो पनि अब मेहनत लगानीहरू यो के अरे हुन्छ नि यो आउने पिँढीहरूलाई चाहिँ यो ड्र्यागन फ्रुटको चाहिँ हामीले व्यापार गर्दा जो राम्रै हुन्छ भन्ने सन्देश दिन चाहनुहुन्छ तपाईँ चाहिँ अब हामी जस्तो कृषकहरूले अन्य ठाउँको कृषकहरूले पनि यो ड्र्यागन व्यापक रूपमा लगाइदिएर सर्वसाधारण जस्तो हाम्रो यो किलोमा यो स्याउको उसमा मूल्यमा सबैले खान पाइदियो राम्रो छ होइन अनि यसका फाइदाहरू चाहिँ तपाईँले बुझेको तपाईँले जानेको के रहेछ त खासमा यो ड्र्यागन फ्रुटको मेन के अरे हुन्छ नि यसका फाइदाहरू बेनिफिट्सहरू सामान्य पेट सम्बन्धी गरेको यो लगभग क्लियर गर्दै रहेछ स्वास्थ्यको लागि त एकदमै यसका फुलहरू पनि तरकारीहरू बनाएर खान सक्छौँ यसका पातहरूलाई पनि काटेर तरकारी ए यो पातहरूको पनि तरकारी हुन्छ है तरकारी बनाउनु यो चाहिँ हामीलाई थाहा थिएन तपाईँले एउटा नयाँ चिज के अरे आज सिकाउनु भयो एकदमै खुसी लाग्यो आज हामी यो शुक्रबारको दिनको अवसर पारेर हजुरसँग भेट गर्ने मौका मिल्यो अब दर्शकबिन तपाईँहरू चाहिँ के अरे यो भिडियो हेरेर यहाँ यो गुरुवाकोट नगरपालिका वडा नम्बर 12 यो भट्टेचौर भन्ने ठाउँमा चाहिँ उहाँ सरको चाहिँ यो ड्र्यागन फ्रुट खेती रहेछ होइन तपाईँहरू हुन्छ नि यहाँ नजिकको मान्छे टाढाको मान्छे यहाँ चाहिँ आइदिनु होला होइन सरलाई चाहिँ हुन्छ नि प्रोत्साहन दिने कोसिस गर्नु होला खाने मन लागेको छ भनेपछि यसो आइदिनु होला होइन भन्दै तपाईँलाई चाहिँ एकदम मुरी धन्यवाद होइन
खुसी लाग्यो। फेरि पनि हामी भेट्ने बाचाका साथ छुट्टिन्छौँ है। आज यहाँ के अरे यो सुवर्ण अवसर पार्ने हाम्रो वर्षा म्याम यहाँ गुरुबाकोट नगरपालिका वडा नम्बर 12 को वडा सदस्यज्यू पनि हुनुहुन्छ। उहाँ सँगसँगै कार्यपालिका सदस्य पनि। उहाँले चाहिँ यो अवसर जुटाउनु भयो। उहाँ चाहिँ मेरो सहयात्री, मेरो प्रिय भाइ ललित र हाम्रो उहाँ सर चाहिँ ओनर, शुभ नाम के भन्नुभएको थियो सर? पूर्णबहादुर घरती। उहाँ सरसँग भेट भयो, एकदमै खुसी लाग्यो। फेरि पनि हामी भेट्ने बाचाका साथ छुट्टिन्छौँ। बाबा।